हेलो फ्रेन्ड्स, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ मैले सानो भिडियो बनाएर आएको छु सिलिकोनको बारेमा। साथै साथै म भिडियोमा तपाईँलाई देखाउँदैछु केमा प्रयोग हुन्छ भनेर है। हामीले जुन लुगाहरू हामीले एटेचीमा आलमारीमा प्याक गरेर राखेको हुन्छौँ र त्यसमा चाहिँ ब्याक्टेरियाहरू सानो सानो ब्याक्टेरियाहरू चाहिँ जम्मा हुन्छ। त्यसलाई मार्नको लागि चाहिँ यो सिलिकोनको प्रयोग गर्नुपर्छ। मैले यो प्रयोग गरेको चाहिँ 1-1.5 वर्ष नै भयो र धेरै राम्रो पनि हुन्छ है। र साथसाथै म हेयर ओइल कसरी लाउँछु त्यो पनि मैले देखाउँदैछु। हल्का सानो भिडियो तपाईँहरूलाई है। मैले चाहिँ तातो पानी माथि चाहिँ बोटुकामा हालेर तेल गरम गरेर चाहिँ लगाउँदैछु। ओभरनाइट राख्छु है। र हेयर क्यापले चाहिँ छोपेर अनि कपडाले छोप्यो भने चाहिँ राम्रो हुन्छ। र आशा छ हजुरहरूले मन पराइदिनुहुन्छ भनेर भिडियो है। फेरि म यस्तो नयाँ नयाँ युनिक भिडियोहरू लिएर आउनेछु। त्यति दिनको लागि चाहिँ बिदा लिउँ है। शुभरात्रि। ड्युटी गर्दा गर्दा थाकेर हत्तु भएको हुन्छ र पनि सानो भिडियो चाहिँ हजुरहरूलाई मैले बनाइदिएको है। आशा छ मन पराइदिनुहुन्छ भनेर है। र फलो पनि गरिदिनुहोस् होला। अनि लाइक कमेन्ट्स केहरू सोध्नु छ तपाईँले मलाई कमेन्टमा